हेलो साथीहरू, नमस्कार सबैमा। म आज एउटा यो ओलङ्गनको कुनै एउटा बिचमा छु, समुद्री तीरमा। यो चाहिँ मेरो इभिनिङ वाक हो है साथीहरू। म इभिनिङ वाकको क्रममा छु। मलाई चाहिँ यो बिचको चाहिँ सानो भिडियो बनाएर यसो युट्युबमा अपलोड गर्न मन लाग्यो मलाई। हेर्नु, हजुरहरूलाई पनि यसो आनन्द आओस् भनेर पनि हो हैन। म त्यो पल्लो कुनाबाट हिँड्दै यता आएको थिएँ। अब चाहिँ म हिँड्दै त्यो पल्लो कुनामा जाँदैछु। हजुरहरूलाई म अलि अगाडि पनि देखाउँछु है त। समुद्र आफ्नै निरन्तर गतिमा छ। हामी पनि आफ्नै निरन्तर गतिमा छौँ साथीहरू हैन। जीवनमा जे जस्तो आइपरे पनि हामीहरू पनि आफ्नै निरन्तर गतिमा छौँ। बाधा अडचनहरू त धेरै आउँछन् जीवनमा। यता सूर्यास्त भइरहेछ। यता आफ्नै लाइफ छ अस्ट्रेलियामा, समुद्री तीरमा। कोही माछा मार्ने माछा मारिरहेछ, पानी खेल्ने पानी खेलिरहेछ, दौडिने दौडिरहेछ। कोही दौडिरहेछन्, कोही हिँडिरहेछन्। म सँगसँगै हिँडिरहेछु, यस्तै हो। यता अगाडि चराले पनि आफ्नै हिसाबले दौडिरहेछ। बिचमा उसलाई पनि रमाइलो भइरहेछ चरालाई पनि। यस्तै छ साथीहरू। यात्रा विदेशको, चिन्ता स्वदेशको भइरहेछ। आफ्नै देशको चिन्ताले, पिरलोले एकदमै मन भतभती पोलिरहेछ। तर के गर्ने, घुम्न आएको छु अस्ट्रेलियामा, घुम्नु पनि पर्यो हैन। तर पनि मन चाहिँ खुसी छैन, एकदमै पिरोलिरहेछ। चरालाई पनि क्या पानी खेल्न मजा लागिरहेछ कि हो।
Hello, how are you? Are you okay?